आजको यो विस्तृत चर्चामा हामी एउटा निकै चासोको विषयमा कुरा गर्दैछौँ। विदेश भन्ने बित्तिकै धेरैको दिमागमा एउटा चित्र बन्छ नि, चिल्ला सडक अनि गगनचुम्बी महल। हजुर, अनि रुखमै पैसा फलेको जस्तो सजिलो जीवन, होइन त? हो नि, तर आज हामीले लक्ष्मण गुरुङको बेल्जियमको 20 वर्षे बसाइ सम्बन्धी अन्तर्वार्तालाई लिएर चर्चा गर्दैछौँ, जसले यो रङ्गीन सपना र त्यहाँको कठोर यथार्थ बीचको पर्दा च्यातिदिनेछ। एकदमै। मैले यो दस्तावेज पढ्दा के पाएकी छु भने यो उहाँ एकजनाको कथा मात्र होइन, नेपालको बेरोजगारी र अस्थिरताबाट वाक्क भएर अवसर खोज्दै युरोप पुग्ने हजारौंको साझा भोगाई हो यो। मलाई त त्यो लुबेन सहरको सुरुवाती दिनहरू पढेर एकदम गाह्रो महसुस भयो। भनेको मान्छेहरू त युरोप पुग्ने बित्तिकै सबै कुरा आफै सेटल हुन्छ भन्छन् नि, उहाँलाई त्यति कष्ट किन भयो होला? त्यही त सबैभन्दा ठूलो भ्रम हो। उहाँ त्यहाँ पुग्दा न भाषा बुझिन्थ्यो न त मौसम नै आफ्नो अनुकूल थियो। युरोपको काम गर्ने शैली त एकदमै मेसिनरी हुन्छ नि त, घडीको सुईमा चल्ने खालको। अनि एक्लोपन पनि त होला। हो नि, नेपालको त्यो खुला परिवेशबाट गएको मानिसलाई त्यो कडा कार्यशैलीले मानसिक रूपमा निकै गलाउँछ। बाहिरबाट हेर्दा सबै कुरा छिटिक्क देखिन्छ, तर भित्र बगाएको पसिना कसैले देख्दैन। साँच्चै भन्नुपर्दा यो त एउटा सोशल मिडियाको फिल्टर जस्तै पो रहेछ, जहाँ हामी केवल राम्रा र मुस्कुराएका तस्बिरहरू मात्र देख्छौँ। हजुर, एकदम सही भन्नुभयो। अनि मलाई अर्को कुराले झन कन्फ्युज बनायो। उहाँले त्यति धेरै खटेर काम गर्नुहुन्छ, तर सोचे जस्तो बचत गर्न गाह्रो हुन्छ भन्नुभएको छ नि। युरोमा कमाएर पनि किन पैसा नबचेको होला? यसको मुख्य कारण चाहिँ बेल्जियमको कर प्रणाली हो। त्यहाँ प्रोग्रेसिभ ट्याक्स अर्थात् प्रगतिशील कर प्रणाली लागू छ। भनेको धेरै कमाउनेले धेरै तिर्नुपर्ने हो, ठ्याक्कै। आम्दानीको झण्डै आधा हिस्सा त राज्यलाई करको रूपमै बुझाउनु पर्छ। जति धेरै कमाइ हुन्छ, करको दर पनि त्यति नै बढ्दै जान्छ। ओहो, आधा हिस्सा सुन्दा त निकै डरलाग्दो लाग्यो। आफ्नो रगत पसिना बगाएर कमायो अनि सरकारले आधा लगिदिने? सुन्दा त्यस्तै लाग्छ। महँगो जीवनशैली र उच्च करले गर्दा नेपालमा जस्तो सजिलै ब्याङ्क ब्यालेन्स बढाउन त्यहाँ सम्भव छैन। त्यही त, आफ्नै देशमा बरु थोरै कमाएर बस्नु ठिक होइन र? यस्तो अवस्थामा मान्छे किन त्यहाँ बसिरहन्छन् त? सतही रूपमा हेर्दा त्यस्तै लाग्छ, तर बेल्जियम सरकारले त्यो कर त्यसै ढुकुटीमा थुपार्दैन नि त। त्यसको बदलामा नागरिकलाई उत्कृष्ट स्वास्थ्य सेवा अनि निशुल्क वा अति सस्तो शिक्षा दिन्छ। भनेपछि सामाजिक सुरक्षाको ग्यारेन्टी हुन्छ? हो नि, पूर्ण रूपमा। बालबालिकाको हेरचाहदेखि लिएर बिरामी पर्दा वा बेरोजगार हुँदा राज्यले सम्पूर्ण जिम्मा लिन्छ। भनेपछि यो पैसा गुमाएको होइन रहेछ। यसलाई त एउटा निकै महँगो तर पूर्ण भरपर्दो इन्स्योरेन्स पोलिसीको रूपमा पो बुझ्नुपर्ने रहेछ। एकदम सही तुलना गर्नुभयो। जहाँ सुरुमा प्रिमियम तिर्दा खल्ती रित्तिए जस्तो लाग्छ, तर भोलि आपत पर्दा राज्यले छाता उडाउँछ। हो, त्यही प्रणालीले नै मानिसलाई टिकाइराखेको हुन्छ। तर लक्ष्मणजीको कथामा अर्को एउटा रोचक मोड पनि छ नि। के कुरा होला त्यो? यस्तो कडा कर र कठोर श्रम कानूनको बीचमा पनि उहाँले अहिले 2वटा सुशी रेस्टुरेन्ट सञ्चालन गरिरहनु भएको छ र 5 जनालाई त रोजगारी नै दिनुभएको छ। ओहो, सुशी नै किन नि, बेल्जियममा त अरू नै कुरा चल्नुपर्ने होइन र? अनि त्यति कडा नियम भएको ठाउँमा एउटा आप्रवासीले कसरी व्यापार सुरु गर्न सक्छ? अहिले युरोपमा सुशी निकै लोकप्रिय छ र यसले तुलनात्मक रूपमा राम्रो नाफा पनि दिन्छ। तर मुख्य कुरा चाहिँ बेल्जियमको प्रशासनिक झन्झट पार गर्नु हो। नेपालमा जस्तो सजिलो पक्कै छैन होला। पटक्कै छैन। हरेक काम कडा स्वास्थ्य मापदण्ड र करका नियमहरूमा बाँधिएको हुन्छ। तर कसैले धैर्यता राखेर त्यो प्रणालीलाई बुझ्छ र पालना गर्छ भने सफल हुन सम्भव छ भन्ने उहाँले प्रमाणित गर्नुभएको छ। उद्यमशीलता असम्भव छैन, तर कडा अनुशासन चाहिन्छ। सुन्दा त उहाँ पूर्ण रूपमा सफल र सेटल भइसक्नु भयो जस्तो लाग्छ नि। आफ्नै घर छ, 2वटा व्यापार छ, राज्यको पूर्ण सुरक्षा छ। बाहिरबाट हेर्दा त्यस्तै देखिन्छ। यति भएपछि त मान्छेले आफ्नो पुरानो देश चटक्कै बिर्सिन्छ होला है? त्यसो होइन नि। अन्तर्वार्ताको सबैभन्दा मार्मिक पक्ष नै यही हो। भौतिक र आर्थिक रूपमा उहाँ जतिसुकै सम्पन्न भए पनि उहाँको मन अझै नेपालमै छ। साँच्चै चाडपर्वहरूमा त झन् धेरै याद आउँछ होला नि। एकदमै। गाउँघरको सम्झनाले उहाँलाई सधैँ सताउँछ। अनि अर्को ठूलो चुनौती भनेको विदेशमा हुर्किरहेका आफ्ना बालबालिकालाई
युरोपको आधुनिक शिक्षा त दिनुभएको छ, तर सँगसँगै नेपाली भाषा र संस्कृति सिकाउन निकै सङ्घर्ष गरिरहनु भएको छ। दुई फरक संस्कृति बीच सन्तुलन मिलाउनु त निकै गाह्रो काम हो नि। यो त साँच्चै नै अनौठो विरोधाभास भयो। हजुर, एकातिर आर्थिक सुरक्षा छ भने अर्कोतिर भावनात्मक खालीपन छ। मलाई त यो सुन्दा आप्रवासी जीवन भनेको मानिसलाई नयाँ गमलामा सारेको बिरुवा जस्तै लाग्यो। त्यो नयाँ गमलाको मलजलले हुर्किएर ठूलो त हुन्छ, फल पनि दिन्छ। तर उसको जराले भने सधैँ त्यही पुरानै माटोको स्पर्श खोजिरहन्छ, होइन त? हो, ठ्याक्कै त्यही भन्न खोजेको। त्यो जराले माटो मात्र होइन, एउटा बलियो आधार पनि खोज्छ। उहाँले स्पष्ट भन्नुभएको छ कि यदि नेपालमा राजनीतिक र आर्थिक स्थायित्व हुने हो भने उहाँ भविष्यमा स्वदेश नै फर्किने योजनामा हुनुहुन्छ। यसले त धेरै नेपालीहरू रहरले भन्दा पनि बाध्यताले देश छोडिरहेका छन् भन्ने देखाउँछ नि। हो, प्रणालीको अभाव नै मुख्य कारण हो। साँच्चै नै गहिरो कुरा। विदेश भनेको अवसरको खानी पक्कै हो, तर त्यहाँको सफलता कडा अनुशासन अनि धैर्यता र निरन्तरको सङ्घर्ष बिना हात पर्दैन। एकदमै। अनि उहाँले भनेको एउटा कुरा असाध्यै शक्तिशाली छ, जहाँ पुगे पनि नेपाली भएर बाँच्नु गर्वको कुरा हो। यो कुराले पक्कै पनि सफलताको परिभाषालाई पुनर्मूल्याङ्कन गर्न बाध्य बनाउँछ। भौतिक सुख मात्र सफल होइन रहेछ। हो, आफ्नो पहिचान र जरासँग जोडिएर बाँच्नु पनि उत्तिकै महत्त्वपूर्ण छ। यो सङ्घर्ष त हरेक आप्रवासीको साझा कथा हो नि। त्यसो भए आजको यो विस्तृत चर्चालाई एउटा प्रश्न छोडेर बिट मारौँ। हामीले बेल्जियमको कर र सुविधाको सन्तुलनबारे कुरा गर्यौं। हजुर। यदि नेपालमै बेल्जियमको जस्तै बलियो सामाजिक सुरक्षा, पारदर्शी कर प्रणाली र रोजगारीको ग्यारेन्टी हुन्थ्यो भने के नेपाली युवाहरूको प्रतिभा पलायन, जसलाई हामी ब्रेन ड्रेन भन्छौँ, त्यो यसरी नै हुन्थ्यो होला? वाह, विदेशिएका हजारौं मानिसहरू आफ्नो सिप र पुँजी बोकेर तुरन्तै आफ्नै माटोमा फर्किन्थे होलान्। हो, यसमा पक्कै विचार गर्नु होला। आजको लागि यति नै।